नमस्कार, ग्लोबल संवादमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। म अन्जु तामाङ। ग्लोबल संवादमा हामीले फरक फरक व्यक्तिहरूसँग फरक फरक विषयवस्तुमा कुराकानी गर्दै आइरहेका छौँ। आज हामी कुराकानी गर्नेछौँ सिन्धुली जिल्ला मरिड गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान तामाङसँग। सिन्धुली जिल्लाको मरिड गाउँपालिका बागमती प्रदेशको पनि उत्कृष्ट गाउँपालिका हो र उहाँले गर्नुभएको विभिन्न काम गतिविधिहरू र जुन निर्वाचनको समयमा घोषणा पत्र लिएर जनतामाझ पुग्नु भएको थियो त्यो घोषणा पत्र अनुसार कतिको कामहरू भए के हुँदैछन् भन्ने विषयमा हामी कुराकानी गर्नेछौँ। यहाँलाई ग्लोबल संवादमा हार्दिक स्वागत छ। धन्यवाद। अहिले चाहिँ हिजो आज केमा व्यस्त हुनुहुन्छ? अहिले हामी यो 22-83 को बजेटलाई कसरी कार्यान्वयन गर्न सकिन्छ र कसरी प्रभावकारी कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा हाम्रो पालिकाको प्राविधिक तयारीदेखि लिएर विभिन्न तयारीहरू गर्दै अगाडि बढिरहेको अवस्था छ। हजुर, यहाँ अध्यक्षमा निर्वाचित भएपछि हामीले 6 महिना पछाडि ग्लोबल संवादमा नै कुराकानी गरेका थियौँ। त्यतिखेर चाहिँ घोषणा पत्र अनुसार जे कुरा हामीले नागरिक समक्ष लिएर गएका छौँ त्यो कुरा हामी 5 वर्षमा पुरा गर्छौँ, मरिडको रूप फेर्ने गरेर काम गर्छौँ भनेर भन्नुभएको थियो। अहिले अब कार्यकाल सक्नुको लागि 1-1.5 वर्ष मात्रै बाँकी छ। यो बीचमा चाहिँ के कामहरू गर्नुभयो? निश्चित रूपमा हामीले निर्वाचनको बेलामा गरेको प्रतिबद्धता र त्यसपछि यो ग्लोबल मिडिया मार्फतबाट हाम्रो मरिडको चाहिँ रूप फेरिने गरी हामी काम गर्छौँ भनेर जसरी आम पब्लिकमा चाहिँ हामीले भनेका थियौँ। मलाई लाग्छ त्यो आजसम्म आउँदा धेरै कुराहरू पुरा भएको छ र हाम्रो मरिड गाउँपालिकाको रूप फेरिने भन्ने कुरा चाहिँ मलाई लाग्छ ठुल्ठुला बिल्डिङ ठुल्ठुला पुलले मात्रै हो जस्तो लाग्दैन। हामीले गर्नुपर्ने आधारभूत आवश्यकताहरू पुरा गर्दै जाने र आम नागरिकलाई एउटा सुशासन मन्त्री गाउँपालिकाको रूपमा स्थापित गर्ने कुरा नै हो। र आज मलाई लाग्छ हाम्रो गाउँपालिका यहाँले बुझिराख्नु भएको छ, कहिले शिक्षामा हामी उत्कृष्ट पुरस्कार प्राप्त हुन्छौँ, कहिले हामी एफआरएमा नेपालकै उत्कृष्ट गाउँपालिकाको रूपमा चाहिँ हामीले सम्मान पाउँछौँ, कहिलेकाहीँ लिजामा हामी उत्कृष्ट गाउँपालिकाको रूपमा हामी सम्मान पाइराखेका छौँ। त्यसै गरी कहिलेकाहीँ हामी यो बेरजुको क्षेत्रमा पनि गाउँपालिका बागमती प्रदेशको उत्कृष्ट गाउँपालिकाको रूपमा पनि हामीले त्यो खालको एउटा सम्मान पाएका छौँ। भनेपछि मलाई लाग्छ स्थानीय तहहरू धेरै छन् तर मरिड गाउँपालिका चाहिँ धेरै पटक धेरै विधामा धेरै विषयमा चाहिँ उत्कृष्ट पुरस्कार पाउँदै गर्दाखेरि त्यो मलाई लाग्छ मरिड गाउँपालिकाको रूप फेरिने गरी काम नगरिएको थियो भने त्यो कुराहरू हामी प्राप्त गर्न सक्दैनौँ। जस्तै बुदाको रूपमा यहाँले प्रस्तुत गर्नु पर्दाखेरि चाहिँ स्वास्थ्य, शिक्षा, कृषि लगायतका विषयलाई प्राथमिकता दिएर हामी अघि बढ्छौँ भन्नुभएको थियो होइन? बुदागत रूपमा भनिदिनुहोस् न, यी जुन जनताको दैनिक जीवनमा आवश्यक पर्ने कुराहरू के कुराहरूमा यहाँले कति प्रतिशतसम्म परिवर्तन ल्याउनु भयो, काम कति प्रतिशत सम्पन्न गर्नुभयो? हिजो हामीले महान समस्या जनित गर्ने बेलामा पनि हामीले के भनेका थियौँ भने कम्तीमा पनि आम नागरिकले आधारभूत आवश्यकता चाहिँ पुरा हुनुपर्छ। आधारभूत आवश्यकताको चाहिँ कुराहरूमा चाहिँ सरकारले ध्यान दिनुपर्छ भनेर हामीले हिजो जनित पनि गरेका छौँ। त्यसपछि निरन्तर हामी जनआन्दोलन पनि गऱ्यौँ। वास्तवमै लोकतन्त्र आयो, गणतन्त्र आयो, सङ्घीयता आयो। सङ्घीयताले चाहिँ जुन खालको एउटा 3 तहको एउटा सरकार निर्माण गर्ने भन्ने कुरा आयो, त्यही अन्तर्गत अहिले मलाई लाग्छ सङ्घीय सरकार, प्रदेश सरकार अनि स्थानीय तहको सरकार छ। मलाई लाग्छ अहिले स्थानीय तहको सरकार आइसकेपछि चाहिँ हाम्रो मरिड गाउँपालिकाको क्षेत्रमा भन्ने हो भने आधारभूत आवश्यकताका कुराहरू चाहिँ करिब पुरा हुने अन्तिम चरणमा पुगेको छ। मतलब शिक्षाको हिसाबले हेर्ने हो भने हामीले हाम्रो गाउँपालिकालाई निःशुल्क 12 कक्षासम्म निःशुल्क शिक्षा घोषणा गरेका छौँ। त्यसै गरी प्रत्येक वडामा एउटा मावि हामीले स्थापित गर्छौँ भनेर हिजो हामीले प्रतिबद्धता गरेका थियौँ। त्यो
प्रत्येक वडामा मावि हामीले स्थापना मावि विद्यालय। त्यसै गरी अहिले हाम्रो गाउँपालिकामा हाम्रो कार्यकालभन्दा अगाडि 2वटा +2 विद्यालय थियो र अहिले हामी 2वटा +2 विद्यालय सञ्चालन गर्ने भनेर अनुमति दिएर अगाडि बढिसकेको अवस्था छ। गाउँमै बसेर गाउँमै ढिँडो रोटो खाएर पानी खाएर चाहिँ +2 पढ्न पाउने एउटा नागरिकको चाहिँ अधिकार होइन, अहिलेको विद्यार्थीहरूको चाहिँ जुन अधिकार छ त्यसलाई चाहिँ सुनिश्चित गर्ने र गाउँ गाउँमा शिक्षालाई चाहिँ अझ प्रभावकारी ढङ्गले पुर्याउने भनेर हामीले त्यो ढङ्गले लागेका छौँ। र मलाई लाग्छ हामी गाउँपालिका मरिन गाउँपालिका चाहिँ बागमती प्रदेशको उत्कृष्ट गाउँपालिका रूपमा हामीले सम्मान पाइसकेको अवस्था छ। त्यसै गरी मलाई लाग्छ आधारभूत आवश्यकता भनेको अर्को भनेको स्वास्थ्य क्षेत्रमा पनि हामीले 5 बेडको हस्पिटल अलरेडी छ। सबै वडामा स्वास्थ्य इकाइहरू स्थापित भइसकेको छ। अझ दुर्गम वडामा त हामीले 2वटासम्म स्वास्थ्य इकाइ स्थापित गरेको छ। कम्तीमा आधी घन्टामा चाहिँ स्वास्थ्य केन्द्रमा पुग्ने खालको एउटा वातावरण हामी बनाएको छौँ। त्यसै गरी बर्थिङ सेन्टरहरू सञ्चालन गरेका छौँ। 3वटा बर्थिङ सेन्टर छ, एउटा कलकृषिमा, एउटा कपिलाकोटमा, एउटा महादेव स्थानमा। त्यहाँबाट चाहिँ महिलाहरूलाई सुत्केरी गराउनको लागि एकदमै तालिम प्राप्त चाहिँ हाम्रो त्यहाँ कर्मचारीहरू छ। त्यो ढङ्गले सेवाको लागि राखेका छौँ भने सुत्केरी हुने बखतमा चाहिँ एम्बुलेन्सको आवश्यकता पऱ्यो भने मरिन गाउँपालिकाले देशैभरि कुनै पनि चाहिँ उत्कृष्ट के अरे चाहिँ सुविधा सम्पन्न हस्पिटलमा लानको लागि चाहिँ सुत्केरीको लागि निःशुल्क हामीले चाहिँ एम्बुलेन्सको चाहिँ व्यवस्था गरेका छौँ। त्यो सँगै मलाई लाग्छ छोरी जन्माउने आमालाई 5,000 रुपियाँ हामीले सुत्केरी खर्च पनि प्रोत्साहन स्वरूप दिँदै आएका छौँ। भनेपछि हाम्रो स्वास्थ्य क्षेत्रमा हामी अर्को 15 बेडको हस्पिटल निर्माण गर्ने भनेर अहिले भुइँ लेभल चाहिँ हामीले उठाइसकेका छौँ र यो आर्थिक वर्षमा करिब 8 करोड 86 लाख सम्म बजेट पनि आइसकेको अवस्था छ र 15 बेडको हस्पिटल निर्माण गर्ने र केही एम्बुलेन्सहरू पनि हामीले व्यवस्थापन गरेका छौँ। भनेपछि स्वास्थ्यको क्षेत्रमा पनि मलाई लाग्छ अब घन्टौँ हिँड्नुपर्ने होइन, घन्टौँ गएर चाहिँ सेवा लिनुपर्ने, सिन्धुली गएर बर्दिवास गएर घैटौँडा गएर लिनुपर्ने सेवा चाहिँ हामीले हाम्रै गाउँपालिकामा त्यो खालको व्यवस्थापन गरेका छौँ र अब आँखा हस्पिटल पनि खोल्ने भएर अन्तिम तयारी पनि भइराखेको अवस्था छ। दोस्रो यो आवश्यकता के चाहिँ आधारभूत कुराहरू भने तेस्रो भनेको स्वच्छ खानेपानी र घर दैलोमै आँगनमै खानेपानी पुर्याउने कुरा हामीले गरेका थियौँ। सायद मलाई लाग्छ हामीले एक घर एक धाराको नाम अनुसार 70% घरमा हामीले खानेपानीको चाहिँ धारा जडान गरेर पानी सञ्चालन गर्दै आएका छौँ र निःशुल्क पानी जब कि लिफ्ट गर्नु पऱ्यो भने ग्राभिटी सिस्टमबाट आउनेलाई छँदैछ, तर लिफ्टिङबाट होइन आउनुपर्ने ल्याउनुपर्ने खानुपर्ने ठाउँमा चाहिँ हामीले के गरेका छौँ भने त्यहाँबाट उठ्ने बिजुलीको बिल चाहिँ गाउँपालिकाले तिर्दै आएको छ। त्यस हिसाबले निःशुल्क खानेपानी, सफा खानेपानी, स्वच्छ खानेपानी र एकदमै एक घर एक धारा भएर हामीले भनेका छौँ। यो हाम्रो कार्यक्रम अन्तसम्ममा हामी पुरा गर्ने गरी अब 30% बाँकी छ। यो 30% पनि हामीले चाहिँ हिसाब गरिराखेका छौँ। कहाँ बाँकी छ त्यो टोल बस्तीहरूलाई फोकस गरेर अगाडि बढ्ने भनेर हामी लागिरहेको छौँ। र तेस्रो चौथो चाहिँ आधारभूत आवश्यकता भनेको चाहिँ विद्युतको कुरा हो र विद्युत त हामीले के गरेका छौँ भने करिब 2वटा वडामा हामीले उज्यालो वडा घोषणा गरिसकेका छौँ। अब 7औं वडा घोषणा गर्न तयारीमा छ र त्यसै गरी मलाई लाग्छ अरू वडा पनि त्यो तयारीमा छ र सिङ्गो गाउँपालिका चाहिँ अहिले हामी उज्यालो गाउँपालिकाको घोषणा गर्ने तयारीमा छौँ। भनेपछि प्रत्येक घरमा बिजुली पुर्याउने कुरा, प्रत्येक क्षेत्रमा बिजुली पुर्याउने कुरा जस्तो विद्यालयमा, स्वास्थ्यमा, कृषिमा, लिफ्टमा, खानेपानीमा अनि प्रत्येक समुदायको घरमा पुर्याउने कुरा चाहिँ सामान्य कुरा छ। किन दूर दराज छ नि, एउटै घरमा पुग्नलाई करिब 1.5 घन्टा लाग्छ। वारीबाट बोलाउँदा सुनिन्छ तर पानी पुग्नलाई चाहिँ निकै टाइम लाग्छ। त्यस्तो ठाउँमा पनि हामीले बिजुली पुर्याएको अवस्था छ। र अर्को कुरा सञ्चारको सभामा पनि हाम्रो गाउँपालिकामा फोनै नलाग्ने भन्ने ठाउँ चाहिँ हामी छैन। किनकि म आएपछि पनि 2वटा टावर स्थापना भयो र त्योभन्दा अगाडि पनि हामी वडा अध्यक्ष हुँदाखेरि पनि त्योभन्दा अगाडि पनि 2-3वटा टावर चाहिँ हामीले स्थापना गरेका थियौँ। त्यसो हुँदा मलाई लाग्छ हाम्रो गाउँपालिका सञ्चारको हिसाबले पनि अगाडि बढेको छ। र अर्को यो चाहिँ जुन वाइफाईको कुरा छ, मतलब नेट इन्टरनेटको कुराहरू छ, यो पनि हामीले के गरेका छौँ भने 48वटै विद्यालयमा नेट इन्टरनेट हामीले पुर्याएका छौँ। त्यसै गरी प्रत्येक टोल बस्तीमा घरहरूमा अहिले चाहिँ नेट इन्टरनेटहरू पुगिसकेको अवस्था छ र त्यस हिसाबले मलाई लाग्छ हाम्रो मरिन गाउँपालिका आधारभूत आवश्यकताको चाहिँ पूर्ति करिब हुने अन्तिम चरणमा छ र हाम्रो कार्यकालमा पुरा गरी हामी त्यो पुरा गर्न सक्छौँ भन्ने नै हो। हजुर,
यहाँले राष्ट्रिय स्तरको योजनाहरू पनि मरेन गाउँपालिकामा भित्राउने कुरा गर्नुभएको थियो, रङ्गशाला, बस पार्क होइन, ठुल्ठुलो भवनहरू निर्माणको कुराहरू पनि गर्नुभएको थियो। यो कुराहरूमा चाहिँ कतिको काम भइरहेको छ? हामीले भन्दै आएका छौँ हाम्रो मरेन गाउँपालिका दुई किसिमले विकास गर्ने भनेका छौँ। एउटा भौतिक विकास, अर्को चाहिँ सामाजिक न्यायसहितको समृद्धि। किनभने भौतिक विकास भन्ने बित्तिकै पुलहरू बनाउने, बाटाहरू पिच गर्ने, त्यसै गरी केही ठुल्ठुला भवनहरू निर्माण गर्ने भनेर हामीले भनेका थियौँ भने अर्को सामाजिक न्यायसहितको समृद्धि भनेको चाहिँ के भने सामाजिक जनचेतना जगाउने, सामाजिक न्यायका कामहरू गर्ने, सामाजिक मूल्य मान्यताहरू कायम गर्ने कामहरू गर्ने भनेर हामीले भनेका थियौँ। मलाई लाग्छ अहिले हाम्रो गाउँपालिका त्यही हिसाबले दुई तरिकाबाट नै हाम्रो गाउँपालिका अगाडि बढेको अवस्था छ। र ठुल्ठुला चाहिँ भवनको कुरा भन्यो भने अघि नै मैले भने 15 बेडको हस्पिटल बन्दैछ, करिब 24 करोडको, त्यो 24 करोडको हामीले ठेक्का लगाएको भनेपछि त्यो भवन बन्दाखेरि मलाई लाग्छ मरेनको एउटा बृहत एउटा चाहिँ भवन पनि त्यो बन्छ। र दोस्रो कुरा चाहिँ रङ्गशाला पनि करिब अन्तिम चरणमा यो वर्ष नै हामीले बजेट छुट्याएका छौँ र रङ्गशाला पनि चाहिँ सम्पन्न हुने अन्तिम चरणमा यो आर्थिक वर्षमा सम्पन्न हुन्छ। र त्यो सँगै मलाई लाग्छ हाम्रो गाउँपालिकामा यो वर्ष मात्रै करिब 40 करोड बराबरको बाटाहरू पिच हुने तयारीमा, कोही ठेक्का हुँदैछ, कोही सर्वे हुँदैछ, कुनै ठाउँमा चाहिँ त्यो खालको एउटा वातावरण मिलाउँदैछ र कुनै ठाउँमा पिच भइराखेको छ। यो अघिल्लो वर्षमा पनि करिब 15-20 करोडको पिच भयो। यो हिसाबले र अर्को हामी प्रत्येक वडामा वडा कार्यालय व्यवस्थित खालको 3.5 तलाको व्यवस्थित खालको चाहिँ वडा कार्यालय निर्माण गर्ने भनेका थियौँ। अब मात्र एउटा 6 नम्बर वडा बाँकी छ, अरू सबै वडामा एकदमै व्यवस्थित खालको नागरिकलाई सेवा लिनलाई सहज हुने चाहिँ भवनहरू निर्माण गरिसकेका छौँ। र यो ढङ्गले एउटा भौतिक विकासको चाहिँ प्रक्रिया अगाडि बढेको छ। र सामाजिक न्याय हिसाबले चाहिँ मलाई लाग्छ समाजमा भएका विभिन्न खाले समस्याहरूलाई सम्बोधन गर्दै समाजमा भएका चाहिँ जुन खालको एउटा चेतनाको कमीको कुराहरू होइन, समाजमा भएका विभिन्न खाले चाहिँ सामाजिक मूल्य मान्यता भएका समस्याहरूलाई चाहिँ हामीले अझ स्थापित गरेर गाउँपालिकालाई एकदमै शिक्षित समाज बनाउने र संस्कारयुक्त समाज बनाउने र एकदमै शान्त मरिन बनाउने गरी अगाडि बढेका छौँ। नेपाल सरकार र चाइना सरकारको सम्झौतामा चाहिँ पाडा भैँसीको मासु चाहिँ चाइना प्रशोधन गर्ने भनेर यहाँको पालिकामै यो योजना पुगिराखेको छ। यो योजना कसरी प्राप्त गर्नुभयो? अहिले यसको कामहरू के भइराखेका छन्? यो खास गरी पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुने बेलामा चाइनामा चाहिँ चाइना सरकारसँग यो विषयमा एउटा प्राथमिक हिसाबले यो योजनालाई त्यहाँ प्रस्तुत गर्ने कामहरू भयो र त्यतिखेर स्वीकृत भएको योजनालाई अहिलेको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा आउँदाखेरि चाहिँ त्यसलाई फेरि कार्यान्वयन गर्ने एउटा चरणमा आइपुगेको छ। र त्यही क्रममा मलाई लाग्छ हामी सौभाग्यशाली पनि छौँ, मरिन गाउँपालिकामै त्यो एउटा अन्तर्राष्ट्रिय स्तरको गौरवको योजना चाहिँ मरिन गाउँपालिकामै बन्ने कुरा सामान्य कुरा छैन। फेरि पनि के हो त भन्दा चाहिँ अन्य गाउँपालिकामा बन्ने भन्ने हामीले सुनेका थियौँ, तर हाम्रो मरिन गाउँपालिकामा बन्ने भन्ने कुरो चाहिँ हामीले सुनेका थिएनौँ। 81 जुन चाइनिज कम्पनीका साथीहरू गाउँपालिकामा आउनुभयो, हामी मरिन गाउँपालिकामा हाम्रो यो पाडाको चाहिँ कम्पनी फ्याक्ट्री स्थापित गर्न चाहन्छौँ, हामीलाई कम्तीमा पनि 50 बिघाको जमिन चाहिँ किन्नको लागि एकै ठाउँमा किन्नको लागि वातावरण मिलाउनु पऱ्यो भनेर उहाँले भनिसकेपछि गाउँपालिकामा आएर त्यो अनुरोध गरेको 24 घन्टामा म आफै लागेर फिल्डमै गएर एउटा आम भेला गरेर चाहिँ जुन निर्माण कम्पनी र त्यहाँको चाहिँ किसान अथवा जग्गादाताहरूसँग चाहिँ एउटा खुल्ला छलफल गरेर त्यसमा चाहिँ बिचमा बिचौलिया अनि बिचमा चाहिँ दलालीहरू कसैलाई पनि त्यहाँ टच नगरिकन, कहीँ स्वार्थ नराखिकन, कहीँ हामीले चाहिँ त्यो खालको चाहिँ एउटा चाहिँ भनौँ न गलत मनसाय नराखिकन हामी के गर्यौँ 24 घन्टाभित्रमा चाहिँ छलफल गरेर टुङ्ग्यायौँ र बैना गाउँपालिकाको कार्यालयभित्रै बैना गर्न हामीले सुरु गऱ्यौँ। र जसले मलाई लाग्छ आजसम्म आउँदा हाम्रो नेपाल सरकारको योजना अनुसार, चाइना सरकारको योजना अनुसार हाम्रो मरिन गाउँपालिकामा त्यो एउटा पाडाको मासु प्रशोधन गर्ने कम्पनी चाहिँ करिब 27 अर्ब बराबरको कम्पनी निर्माणाधीन अवस्थामा छ। र त्यसको लागि हाम्रो गाउँपालिकाको तर्फबाट
हाम्रो मान्यज्यूहरूको तर्फबाट, त्यसै गरी हाम्रो त्यहाँको राजनीतिक दल, त्यहाँको जनप्रतिनिधि सबैको तर्फबाट मलाई लाग्छ एकदमै खुल्ला तरिकाले, खुल्ला दिलका साथ सहयोग दिँदै आएको छ र त्यसलाई कुनै पनि हालतमा हामीले निर्माण सम्पन्न गरेर हजारौँ युवाहरूलाई, हजारौँ चाहिँ युवतीहरूलाई चाहिँ त्यहाँ के भने रोजगार बनाउने कुरा र रोजगार दिलाउने कुरालाई हामीले प्राथमिकता दिएका छौँ। हजुर, यसले चाहिँ थप फाइदा पुग्ने कुराहरू के छन्, त्यहाँ कसरी गर्न सकिन्छ होइन? रानीको मासु प्रशोधन गर्नुको लागि सीमित सङ्ख्यामा छैन होला, गाउँपालिकाको मात्रै पुग्न सकिन्छ कि बाहिरबाट पनि त्यहाँ लानुपर्ने हो कि यसको प्रोसेस चाहिँ के हुनसक्छ? खास गरी यसको चाहिँ एउटा गाउँपालिकाले, एउटा नगरपालिकाले, एउटा जिल्लाले, एउटा प्रदेशले मात्रै यसको भार धान्न सक्छ भन्ने लाग्दैन। किनभने करिब दैनिक 5000वटा नागा काट्ने भन्ने कुरा सम्भव छैन। त्यसो हुँदाखेरि नेपाल सरकारले पनि अहिले के भनेको छ भने एक परिवार 10वटा पाडा पाल्नुपर्छ, त्यो पाल्ने वातावरण नेपाल सरकारले निर्माण गर्नेछ भनेर जुन भौगोलिक कुरा आइराखेको छ, त्यही अन्तर्गत हाम्रो मरिन गाउँपालिकाले पनि अहिले यो वर्ष सङ्घीय सरकारसँग हामीले डिपिआर गरेर 5 करोडको बजेटमा आएका थियौँ। 1 करोड 65 लाख बजेट प्राप्त भयो। त्यसमध्येबाट 1 करोडको चाहिँ हामीले पाडा मात्रै खरिद गरेर हाम्रो किसानहरूलाई अनुदान दिने भएर हामी भनेका छौँ। त्यसै गरी प्रदेशले पनि चाहिँ त्यो कुरा गरिराखेको छ। यो त मलाई लाग्छ आम नेपालीहरूले पाउने रोजगार हो भन्ने लाग्छ। किनभने त्यहाँ भित्र कम्पनीभित्र काम गर्ने सीमित हजारका मान्छेहरू हुन्छन् अथवा 8-10 हजार मान्छेहरूले रोजगार पाउला, तर आम घरमै बस्ने आम पब्लिकले पनि यसको रोजगार पाउँछ भन्ने हो। अहिले हामीले 500 रुपियाँ केजी मासु खाइरहेको छौँ भने 700-800 रुपियाँ यो रेट पनि एउटा बढ्ने कुरा हुन्छ। दोस्रो कुरा के हो भने पाडा पालेर भैँसी पालेर चाहिँ कहाँ बिक्री गरौँ भन्ने अवस्था पनि हुँदैन। तपाईँले 100वटा 1000वटा पाले पनि त्यहाँ चाहिँ खपत हुने ठाउँ चाहिँ त्यहाँ कम्पनी निर्माण भइराखेको छ। त्यसो हुँदा देशैभरि पालेको चाहिँ पाडा चाहिँ त्यहाँ खपत हुने त्यो खालको एउटा फ्याक्ट्री मलाई लाग्छ, त्यो अकल्पनीय फ्याक्ट्री छ। त्यो निर्माण हुँदाखेरि सिङ्गो देशलाई नै एउटा समृद्धिको यात्रामा अगाडि बढाउँछ भन्ने लाग्छ। हजुर, त्यो समयमा चाहिँ यहाँहरूले जुन यहाँ त वडा अध्यक्ष निर्वाचित भइसकेपछि अध्यक्ष निर्वाचित हुनुभयो होइन, निर्वाचनको समयमा जुन जुन घोषणाहरू लिएर आउनु, घोषणा पत्रमा जुन जुन कुराहरू योजनाहरू उल्लेख गर्नुभयो, ती चाहिँ अहिलेसम्म यहाँले सायद अनुभव पनि पर्याप्त यहाँले पाइसक्नुभयो होला। ती योजनाहरू चाहिँ कार्यान्वयन गर्नको लागि कतिको सहज रहेछन्? चुनौतीहरू के थिए? भोलिका दिनमा के हुन सक्छन्? मलाई चाहिँ त्यस्तो धेरै असहज लागेन। किनभने म हिजो 5 वर्ष वडा अध्यक्ष भएर गाउँपालिकाको प्रवक्ता भएर चाहिँ काम गरेको हिसाबले त्यो एउटा प्र्याक्टिकल्ली रूपमा पनि म एउटा ज्ञान भएको जस्तो भयो। त्यसो हुँदाखेरि म चाहिँ कार्यभार सम्हाल्ने बित्तिकै मैले एउटा गतिमा काम गर्ने चाहिँ अवसर प्राप्त भयो। अहिलेसम्म आउँदा हाम्रो गाउँपालिकामा जति पनि मरिनको विकासको कुरा, समृद्धिको कुरा गर्दाखेरि हामीलाई कहीँ अप्ठ्यारो भएको छैन र सहज तरिकाले अगाडि बढेको छ र हामीले गरेको प्रतिबद्धता अनुसार हामी अगाडि बढिरहेका छौँ। र आजसम्म आउँदा मैले सुरुमा प्रतिबद्धता गर्दा चुनावी अभियानको बेलामा बोलेको भिडियोहरू अहिले पनि हेर्छु म, त्यतिखेर गरिएको चाहिँ प्रतिबद्धताहरू करिब करिब हामी पुरा गर्ने अन्तिम चरणमा पुगेका रहेछौँ। र एउटै मात्रै मलाई लाग्छ अहिलेसम्म हामीले पुरा गर्नै नसकेको चाहिँ एउटा चाहिँ जुन मरिन खोलाको पक्की पुल निर्माण गर्ने कुरा हामीले भनेका छौँ 3 ठाउँमा होइन। मरिनलाई वारिपारी गर्नको लागि मरिन गाउँपालिका क्षेत्रभित्र 3वटा चाहिँ पक्की पुल चाहिँ हामी बनाउँछौँ अथवा त्यो निर्माण गर्छौँ हामीले भनेका थियौँ। त्यो कुरा चाहिँ आजसम्म पनि हामी पुरा गर्न सकेका छैनौँ र अब अझै पनि अर्को 1.5 वर्ष छ। यो 1.5 वर्षभित्रमा चाहिँ हामीले गर्नुपर्छ भनेर अझै हामी प्रतिबद्ध भएर लागेका छौँ र त्यति गऱ्यौँ भने चुनावी मैदानमा हामीले गरेको प्रतिबद्धता चाहिँ करिब करिब पुरा हुन्छ र त्यति हुँदाखेरि चाहिँ आम मरिनवासीले हाम्रो कार्यकाललाई सफल कार्यकालको रूपमा नै लिनेछन् भन्ने हामीलाई लागेको छ। हजुर, व्यवस्था बदल्यौँ, अब अवस्था बदल्छौँ र बदल्नु पर्छ भन्ने योजनाका साथमा यहाँहरू जुन जनप्रतिनिधि भएर निर्वाचित हुनुभयो, ठ्याक्कै नागरिकको मन चित्त बुझाउनको लागि चाहिँ
कस्तो कस्तो कुरामा ध्यान दिनुपर्ने रहेछ एउटा गाउँपालिका अध्यक्षले? मुख्य कुरा त सुशासन हो, सेवा प्रवाह हो। हामीले केही दिन नसके पनि सुशासन दिनुपर्छ भन्ने मान्यता राखेका छौँ र त्यसै गरी सेवा प्रवाहलाई एकदमै सरलीकृत गर्नुपर्छ, सामान्यभन्दा सामान्य नागरिकलाई खुसी बनाउनुपर्छ भनेका छौँ। त्यसो हुँदा हाम्रो गाउँपालिकाको चाहिँ के छ भने चप्पल लगाएर आउनेलाई, चप्पलै नलाइकन आउनेलाई, कट्टु र भेस्टमा आउनेलाई सबैभन्दा बढी वेलकम गर्ने, स्वागत गर्ने, उहाँहरूलाई चाहिँ सबैभन्दा बढी हामी के गर्छौँ भन्दा चाहिँ रेस्पेक्ट गर्ने। किन? त्यही वर्गको लागि, त्यही नागरिकको लागि, त्यही विपन्न, त्यही दिल दुखीहरूको हितमा काम गर्छौँ भनेर हामी चुनाव गरेका छौँ। त्यसो हुँदाखेरि मलाई लाग्छ हाम्रो गाउँपालिका कृषिमा पनि हामीले चाहिँ अनुदान दिँदै अगाडि बढेका छौँ। जस्तो दुधमा 5 रुपियाँ, मासुमा 5 रुपियाँ, अन्नमा 5 रुपियाँ, साग सब्जी तरकारी उत्पादनमा 5 रुपियाँ हामीले अनुदान दिइरहेका छौँ भने त्यो सँगसँगै उहाँहरूले उत्पादन गरेको चिजलाई खरिद गरेर बजारीकरण गर्ने भनेर हामीले एउटा होल्डिङ एक्ट पनि, बाख्रा होल्डिङ एक्ट पनि बनाएको छौँ। त्यसै गरी चिसान केन्द्र पनि बनाएको छौँ। त्यसै गरी बत्सला पनि निर्माण गरेका छौँ। त्यहाँ जाँगा भैँसी काट्ने अत्याधुनिक बत्सला पनि निर्माण गरेका छौँ। अब त्यसलाई कार्यान्वयन गर्ने चरणमा हामी अगाडि बढेका छौँ र नागरिक खुसी हुनको लागि र नागरिकलाई चाहिँ सबैभन्दा चाहिँ प्राथमिकतामा राखेर अगाडि बढ्ने हो भने साना साना कामहरू नै हामीले गर्नुपर्ने हुन्छ र वास्तवमा व्यवस्था सँगसँगै अवस्था फेर्नको लागि चाहिँ हामीले ठुल्ठुला बिल्डिङले मात्रै, ठुल्ठुला बाटाले मात्रै होइन, जनमुखी खालको नागरिक मैत्री खालको कार्यक्रमहरू बनाउने र किसान मैत्री खालको कार्यक्रमहरू बनाउने र उहाँको आय आर्जनमा चाहिँ कहाँनिर सहयोग पुग्छ, के गर्दा सहयोग पुग्छ भन्ने कुरोलाई विशेष प्राथमिकता दिएर अगाडि बढ्यौँ भने वास्तवमै व्यवस्था सँगसँगै अवस्था फेरिन्छ भन्ने लाग्छ। र हाम्रो मरिन गाउँपालिका हिजोको हेरेर धेरै नै अवस्था बदलेको छ। किनभने हामीले 114वटा त भैँसी बारेका छौँ, 900वटा त तपाईँको चाहिँ गङ्गुरो पाठा बारेका छौँ र त्यसै गरी हजारौँवटा त हामीले बाख्रा बाऱ्यौँ, कुखुरा बाऱ्यौँ र त्यसै गरी हामीले चाहिँ अनुदानका कार्यक्रमहरू राख्यौँ। उहाँहरूलाई विभिन्न खाले अनुदान व्यवस्था गऱ्यौँ, सिँचाइ कुरादेखि लिएर सबै कुराको व्यवस्थापन गऱ्यौँ, जसको कारणले गर्दा मलाई चाहिँ हिजोको मरिन, हिजोको किसानहरू र हिजोको नागरिकहरू चाहिँ मरिन सरकारले ल्याएको कार्यक्रमप्रति सन्तुष्ट हुनुहुन्छ र उहाँहरूले त्यो चाहिँ हामीले लिएको कार्यक्रमबाट एकदमै लाभ लिनुभएको छ। र हामीले त अहिले करिब 3000 जनाको चाहिँ निःशुल्क स्वास्थ्य बिमा गर्ने भनेर बजेट व्यवस्थापन गरेर अगाडि बढेको अवस्था छ र एकदमै विपन्न नागरिकको घरै बनाइदिने अध्यक्ष जनता आवास भनेको छ हामीले, त्यो चाहिँ घरै बनाइदिने। यसपटक हामीले 14वटा घर फिनिसिङ गर्दैछौँ। एकदमै केही नभएको सहारा दिनेहरूलाई सहारा दिने होइन, किनभने स्थानीय तह भनेको चाहिँ एकदमै चाहिँ नजिकको सरकार भएको कारणले गर्दा हामीले चाहिँ त्यो खालको पनि बाटो निर्माण गरेर अगाडि बढेको कारणले गर्दा अब व्यवस्था सँगसँगै अवस्था चाहिँ फेरिँदैछ भन्ने पनि लाग्छ। हजुर, हामी कुराकानीको अन्तमा छौँ। अन्तिममा यहाँले भन्न मैले सोध्नु छुट्याएको र यहाँले पालिकाको विषयमा भन्नै पर्ने, छुटाउनै नमिल्ने कुराहरू के छन् भन्ने भन्न सक्नुहुन्छ? मेरो तर्फबाट म के भन्छु भने आम नागरिकलाई तपाईँहरूको पनि दायित्व छ मरिनको विकासको निमित्त, समृद्धिको निमित्त। हामीले गरेका गलत क्रियाकलाप, हामीले गरेका गलत निर्णयहरूको विरुद्धमा खबरदारी गर्नुपर्छ र सकाउने गरी होइन, सच्याउने गरी यहाँको सुझाव सल्लाह आलोचनाको आवश्यकता पर्दछ। र हाम्रो गाउँपालिकाले आम नागरिकले गरेको आलोचनालाई, आम नागरिकले गरेको सुझावलाई एकदमै हर्डली हृदयदेखि नै स्वीकार गर्छौँ र स्वागत पनि गर्छौँ, उहाँहरूलाई धन्यवाद पनि दिँदै गर्छौँ। फेरि पनि मलाई लाग्छ हाम्रो गाउँपालिका चाहिँ यही सुझाव सल्लाह आलोचना आत्मआलोचनाबाट नै अगाडि बढ्ने एउटा प्रतिबद्धतासहित अगाडि बढेको कारणले गर्दा मलाई लाग्छ गाउँपालिकाको विरुद्धमा, गाउँपालिकाको कमी कमजोरीको विषयमा हामीले कुरा उठाउँदा न कतै गाउँपालिका अध्यक्ष रिसाउने हो कि गाउँपालिका सरकार रिसाउने हो कि भन्ने तपाईँले नठान्नु होला। सभ्य भाषामा, सभ्य शैलीमा एउटा संस्कारिलो तरिकाले तपाईँले सुधार्ने गरी र सिद्ध्याउने होइन कि चाहिँ अब सुधार्ने गरी तपाईँहरूले चाहिँ सुझाव सल्लाह दिनुहोस्। र आम मरिनवासीलाई म के भन्छु भने हामी तपाईँहरूकै हितमा काम गर्नको लागि आएको हो र 5 वर्ष तपाईँहरूको हलियो, तपाईँहरूको गोठालो हो र 5 वर्षपछि म कता जाउँला, के गरौँला, मैले कस्तो खालको जीवनशैली बिताउला त्यो सायद कुरा हो। तर 5 वर्षसम्म चाहिँ मैले नागरिककै हितमा काम गर्नुपर्छ, जनताकै हितमा काम गर्नुपर्छ, मरिनवासीकै हितमा काम गर्नुपर्छ र बिहान बेलुका दिउँसो चाहिँ रात साँझ नभनिकन, घाम पानी नभनिकन काम
काम गर्नुपर्छ भनेर चाहिँ म लागिराखेको छु। सायद तपाईँले देखिराख्नु भएको छ, बुझिराख्नु भएको छ। त्यस अर्थमा म के भन्छु भने हामी सदैव मरिनवासीकै हितमा, मरिनको नागरिककै हितमा कटिबद्ध छौँ, प्रतिबद्ध छौँ र हामी सधैँ मरिनलाई नै एउटा केन्द्रमा राखेर अगाडि बढ्छौँ। यति भन्दै मेरो मलाई यहाँ दिएको छु। धन्यवाद। महत्त्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। धन्यवाद। हामी कार्यक्रम ग्लोबल संवादको अन्तिममा आइसकेका छौँ। कार्यक्रम अन्तसम्म हेरेर सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णमा म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रम कस्तो लाग्छ सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नभुल्नुहोला। आजको ग्लोबल संवादबाट हामी बिदा हुन्छौँ। नमस्कार। सत्य, तथ्य, समाचार र विचारका लागि ग्लोबल टिभी युट्युब च्यानललाई लाइक, कमेन्ट, सब्स्क्राइब र सेयर गर्न नभुल्नुहोला।